हेलो एभ्रिवान, सिवारो वेलकम टु अजिता किचन। आज म चाहिँ चिकन चिल्ली बनाउन गइरहेछु। एकदमै टेस्टी र हेल्दी, किनभने घरमा बनाइरहेको छु होटलको जस्तै। चिकनलाई मजाले धोएपछि यसमा अलिकति नुन, अलिकति काश्मिरको धुलो, मसला, अन्डा हालेर एउटा अन्डा हालेर मुछिदिनुहोस्। अनि यसलाई मजाले मुछिदिनुहोस्। यसमा कर्नफ्लावर पनि हालेर अनि एक चम्मच या 2 चम्मच मैदा पनि हालेर मुछिदिनुहोस्। राम्रो क्रिस्पी हुन्छ। र मैदा पनि मजाले मुछेपछि अब कराईमा सर्सो तेल गरम गर्न गइरहेछु। तपाईहरुलाई भिडियो कस्तो लाग्छ, मन परेमा कमेन्ट, शेयर अनि लाइक, सब्स्क्राइब गर्नु नभुल्नुहोला है। अजिता किचनमा तपाईहरुलाई इन्ट्रेस्टिङ भिडियो म हमेसा ल्याउने छु। र कराई गरम भएपछि सबै चिकनहरुलाई यसरी फ्राई गर्दै जानुहोस्। हेर्नुस् त कति राम्रो कलर आएको छ। यतिको भइन्जेलसम्म हामीले फ्राई गर्नुपर्ने हुन्छ चिकनलाई। अब मैले चिकन फ्राई गरिसकेपछि सुक्खा खुर्सानी, हरियो खुर्सानी हालेर अनि प्याज, सिमला मिर्च फ्राई गरेँ। अनि त्यसपछि मैले रङ खुर्सानी, चिकन मसला, चिल्ली चिकन मसला सबै थोक हालेर अनि अदुवा लसुनलाई चप गरेर हालिदिएँ। अब यसमा टमेटो सस, चिल्ली सस, सोया सस एकसाथ हालेर मजाले चलाइदिनुहोस्। यसरी मजाले चलाएपछि यतिको भएपछि अब 2 चम्ची कर्नफ्लावरलाई हाफ कप पानीमा घोलेर यसरी हालेर चलाइदिनुहोस्। एकछिन पकाएपछि सबै फ्राई चिकन हाल्नुपर्ने हुन्छ। सबै फ्राई चिकन हालेर तपाईले 10 मिनेट यसरी पकाएपछि मजाले रेडी हुन्छ चिकन चिल्ली।